आज मैले बनाउनेवाला छु पुरा गाउँले स्टाइलमा चिकन। सबैभन्दा पहिला त म फटाफट बिहान उठेर नुहाएर आएँ अनि आफ्नो कपडा लगाएर म निस्किन्छु बजारको लागि चिकन लिउन। त्यसपछि म चिकनको सपमा पनि आइपुगेँ अनि त्यहाँबाट मैले चिकन प्याक गराएर म आउँछु आफ्नो रुमतिर। अनि म आफ्नो रुममा पनि आइपुगेँ अनि सामानहरूलाई एक साइड राखिदिएँ अनि फटाफट लागेँ म प्याज किन्नको लागि। अनि फटाफट प्याज टमाटर सबै मैले काटे चिकनको लागि सबै रेडी गरिसकेँ। अनि फटाफट आफ्नो कराईले चढाउँछु मैले अनि फटाफट मैले त्यसमा राखिदिन्छु अलिकति तेल। फटाफट त्यसमा प्याज हरिमिर्च सबै हालेर मैले भुट्नको लागि राख्छु। अनि जबसम्म प्याज पाक्छ तबसम्म हामीले चिकन चाहिँ साफ गरौँ न भनेर चिकन साफ गरेँ। अनि फटाफट मैले आफ्नो गरम मसला सबै हालेर मजाले मिक्स गरिदिएँ। मजाले मसलाले मिक्स गरेर म राखिदिन्छु यसमा चिकन। अनि पाक्नको लागि मैले छोडिदिन्छु। त्यो मेरो चिकन पाकेर भइसकेको छ रेडी। अनि चिकन मात्रै बनाएर त भएन, अब त्यसको लागि राइस पनि चाहियो। अनि मैले फटाफट गएर कुकरमा राइस लिएर राइसले पनि चढाइदिन्छु पाक्नको लागि। त्यो मेरो राइस पाकेर पनि रेडी भइसकेको छ अनि म फटाफट खानातिर लाग्छु।